तर मजाको रहेछ हो। मेरो वाइफकोमा चाहिँ पुरा पैसा छ कि अन्त अनलाइन मगाएकैमा भन्दा पनि अब कि मम्मी बुवाहरूको रुम हुन्छ कि बा गेस्ट रुम हुन्छ त्यो चाहिँ हामीले फिक्स गरेको छैनौँ है। अब यो बनिसकेर मात्रै थाहा हुन्छ। झोल मोमो। हेलो गाइस, वेलकम ब्याक टु आवर च्यानल साइल एन्ड एन्जली ब्लग। आज चाहिँ अब डाइरेक्ट किचनमा छु नि त होइन। किचनमा चाहिँ आज हामीले झोल मोमो खान आँटेको हो। टक्कै झोल मोमो चाहिँ यो चाहिँ हामीले चाहिँ झोल मोमो चाहिँ यो चाहिँ हामीले आफै बनाएको होइन। यो चाहिँ अब दोकानबाट किनेर ल्याएको यो झोल मोमो चाहिँ। तिमीलाई खानु मन पर्यो झोल मोमो? झोल मोमो हाम्रो भाइ चाहिँ ल्यान्डिङ दिइरहेको छ। हाम्रो भाइ चाहिँ ल्यान्डिङ दिइरहेको छ हो। भाइ चाहिँ ल्यान्डिङ। म चाहिँ हिजो रातभरि नसुतेर चाहिँ हाम्रो भाइ चाहिँ हिजो रातभरि नसुतेर चाहिँ अहिले दिउँसोमा सुत्छ क्या हाम्रो चाहिँ। अन्त रातभरि उठ्छ हो। राम्ररी आजकल सुतेको छैन खै के भएको छ हो। अन्त के भनेको आम्मा खाएको झोल मोमो कस्तो लाग्यो तिमीलाई? मिठो रहेछ? मन पर्यो? दामी? पिरो पिरो भयो? त्यो कति दिन बाद खाएर त्यस्तो भएको तिमीलाई है? हामी पनि खाऊँ झोल मोमो। मिठो गाइस। उठ्दैछ कि ऊ फेरि? उठेको? यति नै खानु सक्छ तिमीले अन्त? मै खाइदिनु? अन्त अब मै खाइदिन्छु हो हल्का। पिरो मलाई त पिरो लाग्यो भने तिमीलाई पिरो लागेन र? मोमो चाहिँ पुरा बेसी पिरो रहेछ है अमिसा। आमा हेर्न तपाईँलाई झोल मोमो कस्तो लाग्यो? पिरो लाग्यो? पिरो रहेछ? पिरो रहेछ भन्दैन। मैले चाहिँ खान सकिनँ बेसी, 3टा चाहिँ खाएँ होला हौ। गाइस यहाँ चाहिँ हाम्रो है सबभन्दा माथि फ्लोरमा चाहिँ हामीले रुम बनाउँदैछ होइन। तल अलिकति कन्जस्टेड भएको जस्तो लाग्यो नि त होइन। अन्त यहाँ चाहिँ रुम बनाएको हो। यहाँदेखि यिनीहरूले कस्तो गरेको छ हेर्नुहोस् न गाइस। यिनीहरूले राम्रो गरेको छ यिनीहरू चाहिँ। यहाँ ग्याप छ हो, कति जग्गा ग्यापहरू रहेछ हो। यिनीहरूलाई अलिक कराउनु पर्ने रहेछ। यहाँ चाहिँ अब हाम्रो रुम बनिँदैछ अहिले है। यहाँनिर चाहिँ रुम बनिँदैछ। यो रुम चाहिँ तपाईँको यो पनि रेन्टमै दिने हो होइन। यो रुम चाहिँ अलिकति ठुलो आएछ होइन। यो चाहिँ रुम रेन्ट दिने होइन, रुम रेन्ट दिने हो। यहाँ चाहिँ तपाईँको टोइलेट हो यो चाहिँ होइन। यो चाहिँ टोइलेट, यहाँ चाहिँ तपाईँको हुन्छ उयो किचन होइन। किचन र टोइलेट अब रेन्टमा दिनुको लागि त अब यति नै काफी हो नि त। रुम पनि ठुलो निस्किने रहेछ होइन। अन्त यहाँ चाहिँ अलिक सानो निस्किने रहेछ हो। यहाँ चाहिँ तपाईँको उयो टोइलेट, यहाँ चाहिँ सानोबाट किचन हो। रुम पनि ठिकैको निस्किने रहेछ। अन्त यो चाहिँ अर्को, यो पनि त्यहाँनिर टोइलेट हुन्छ हो। यहाँ पनि यहाँ टोइलेट, यहाँनिर चाहिँ किचन होइन। यो पनि ठुलो निस्किँदो रहेछ रुम चाहिँ हो। अन्त यहाँ पनि बार्दैछ। यो चाहिँ अब भाइको लागि हो नि त। यो रुम चाहिँ अगाडि चाहिँ अब भाइको लागि होइन।
अन्त नयाँ चाहिँ हामी बनाउने यो रुम चाहिँ हो। अब अहिले त यस्तै छ रुमको हालत होइन। अब हामी चाहिँ यहाँनिर चाहिँ हाम्रो रुम बनाउने परदेखि चाहिँ यहाँसम्म चाहिँ हो। अब कस्तो हुन्छ हो अब हेर्नुपर्छ। त्यहाँदेखि चाहिँ यहाँबाट चाहिँ भ्यूहरू पनि दामी देख्छ नि त, यस्तो खालको देख्छ। अब तल चाहिँ अलिकति सानो हो उयो हुन्थ्यो नि त। अन्त हामी चाहिँ यहाँनिर रुम पनि बनाउने होइन। अन्त तल चाहिँ अब पुरा कन्जस्टेड भएको जस्तै भयो है यहाँदेखि। त्यही कारण हामीले यहाँ सर्ने भनेर चाहिँ प्लान गरेको छौँ होइन। अन्त अब हामी यहीँ बस्ने नि त, अब तल नबस्ने होइन। तल नबस्ने भने तल चाहिँ हामी रेन्टमा दिने। अन्त यहाँनिर चाहिँ अब आफै बस्ने, यहाँ आफै बस्ने र उतापट्टि भाइको रुम हुन्छ। अन्त यो चाहिँ रेन्टमा दिने हो। अब रेन्टमा भन्दा पनि अब कि मम्मी बुवाहरूको रुम हुन्छ कि बा गेस्ट रुम हुन्छ त्यो चाहिँ हामीले फिक्स गरेको छैनौँ है। अब यो बनिसकेर मात्रै थाहा हुन्छ अब कस्तो के भनेर होइन। अन्त यहाँबाट चाहिँ भ्यू चाहिँ स्याट्टी देख्छ। एउटा भ्यू चाहिँ दामी देख्छ है। यो घरहरू सबै ग्रेफ क्याम्पको घरहरू है। ग्रेफको यो डल्लै एरिया चाहिँ ग्रेफको पर्छ। यो तलको पनि ग्रेफकै पर्छ, यो पनि ग्रेफकै हो, अरू चाहिँ पर्दैन होइन। अन्त खासमा चाहिँ हाम्रो रुम चाहिँ अब यो अगाडिको हो होइन। यहाँ पनि कलेजको भाइहरू बस्छ, यहाँ चाहिँ भाबीहरू बस्छ हो। यो चाहिँ हाम्रो रुम, यो चाहिँ हाम्रो रुम हो होइन। यो चाहिँ हाम्रो रुम हो नि त। अन्त चिया के हो, फिक्का कि दुधको? कम्ती दुध खाइदिउँ त्यसो। कम्ती हत्तु गाइस उपियाको शिकार भयो मलाई चाहिँ हो। यहाँनिर चाहिँ उपियाहरू बसिरहेको रहेछ हो। माथि अलिक उपियाहरू छ नि त। त्यतिखेर तिमीलाई त सरेन उपिया? उपिया चाहिँ आई हेट उपिया हो। अन्त एकपल्ट बेङ्गलोरमा बस्दाखेरि पनि उडुसहरू क्या, बेङ्गलोरमा चाहिँ यत्रो प्रकारको उडुस हुँदो रहेछ नि त। त्यहाँनिर चाहिँ त्यो उडुसले चाहिँ मुखहरू पनि यत्रो बनाइदिँदो रहेछ कि रातभरि सुत्नु पाएको छैन। अन्त 1 महिना चाहिँ सुत्नु नपाएको अब हो। त्यहाँनिर चाहिँ कत्रो उडुस हुँदो रहेछ बेङ्गलोरतिर। म छक्कै परेको गाइस। त्यो उडुसले टोक्यो भने त अन्त यत्रो बनाउँछ नि हो। अन्त यो अनुहारहरू पनि हो रातभरि नुहाउँदै सुत्दै फेरि नुहाउँदै गर्थ्यौँ हामी हो। त्यही कारण चाहिँ मलाई यो उडुस यो उयो उपियाहरू भन्नेमा चाहिँ मन पर्दैन क्या। हामीले ग्यास होइन, यो ग्यास चाहिँ काम लाग्छ तर यस्तो छ हो, काम लाग्छ तर चाहिँ हामीलाई युजै भएन। अब यो एकमुखे चाहिँ हामीलाई चाहिँ 2 मुखे नै चाहिने रहेछ क्या हो, 1 मुखे हुँदैन। खास चाहिँ यो कोइला चाहिँ हामीले यहाँनिर सेक्नुको लागि राखेको हो। यो कोइलाले होइन हौ, यो कोइलाले चाहिँ त्यहाँनिर सेकाउनु पर्यो नि त। त्यहाँदेखि चाहिँ ग्यासमा बालेर चाहिँ त्यहाँदेखि चाहिँ सेक्नु पर्यो नि त। ल आम्मा के हो, चिया त दामी छ त हो। अन्त चिया चाहिँ दामी, बुढीले बनाएको चिया चाहिँ दामी, कफी जस्तै भनेको। यो दुध चाहिँ उसको लागि हो, यो चिया चाहिँ आमाको लागि, यो चाहिँ मेरो लागि हो। चिया चाहिँ दामी बनाएछ हो तिमीले, मन पर्यो चिया चाहिँ मन पर्यो। चिया चाहिँ दामी रहेछ दामी। चिया चाहिँ दामी बनाउँछ है मेरो बुढीले चाहिँ हो। दामी बनाउँछ तर कोही कोही बेला मात्रै बनाउँछ नि त। त्यो चाहिँ अलिकति भए पनि उसको अलिकति उयो छ।
सकेछ नि त कोही कोही बेला चिया बनाउँछ तर दामी बनाउँछ क्या उसले चाहिँ यहाँ यो चाहिँ दुध आउने दबाई अरे नि त है दुध आउने दबाई खाएको तर आउनु छैन अहिले त के हो है यहाँ दुधमा 2 चम्ची हालिकन खानुपर्छ अरे हो तर आउनु छैन खै के हो कि कसैको आउँदैन जस्तो पनि लाग्यो हो कसैको आउँछ होला हाम्रो चाहिँ आएको छैन मेरो बुढीको चाहिँ आएको छैन है के चाहिँ गरेन आउनुको लागि अब सोच न है तर पनि भएन प्रोसेसमै छु खाने गर्नुको लागि आउनुको लागि प्रोसेस तरिकाहरू अझ के होइन अपनाउँदैछौँ के भन्छ त्यसलाई अपनाउँदैछौँ गाइस हामीले चाहिँ भर्खर होइन भ्लगहरू बनाउनु थालेको भिडियोहरू गर्नु थालेको त्यस्तो हामीलाई याद छैन हो कसरी बनाउँछ के बनाउँछ तर हामी ट्राई गर्दैछ है तर पनि हामीले भ्लग बनाउनु है ट्राई गर्दैछ भिडियो बनाउनु ट्राई गर्दैछ तपाईँहरूलाई राम्रो लाग्यो भने चाहिँ लाइक सेयर सब्सक्राइब कमेन्ट सबै गरिदिनुहोस् होइन अन्त हामीलाई पनि अलिक भ्युजहरू बढ्यो भने लाइकहरू बढ्यो भने कमेन्टहरू गर्यो भने सब्सक्राइबहरू उयो गर्यो भने चाहिँ हामीलाई पनि अलिक भए पनि भिडियो बनाउनु मनपर्छ होइन तपाईँहरूले माया गरिदिनुहोस् भन्दै यहाँनिर आलु खाँदै उसिनेको आलु चाहिँ यसरी खान्छ गाइस हामी चाहिँ यसरी खान्छ आमा र म चाहिँ यो चाहिँ के हो आलु र के हो व्हाट इज दिस दिस इज अचार 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 यो चाहिँ किन फेरि यो चाहिँ मोमोको झोल थियो कि अघि मोमोको झोलमा चोपिकन खाने अचार ए उयो यो आलु मोमोको झोलमा आम्मा पिरो भयो अरे नि त अघि झोल खाँदा अन्त आमाले चाहिँ त्यो राखेको अरे पिरो भयो अघि झोल खाँदा यो लेकको मान्छेले चाहिँ आलु चाहिँ यसरी उसिनेर खान्छ तपाईँलाई याद छ कि याद छैन तपाईँहरू यसरी खानुहुन्छ भने कमेन्ट गरिदिनु आलु एउटा खानुपर्छ होला हौ के ल्याइदिन्छु ल चाम्रै छ त अन्त आलु पाकेको छ खै ला गाइस आलु त पाकेको छैन रहेछ पाकेको छैन आलु अझै उयो गर्नुपर्छ 2 सिटी लगाउनु पर्छ अझै पाकेको छैन यो यस्तो कडा नगरी आम्मा यस्तो उयो गर्दाखेरि त राम्ररी भएको छैन चुर्ना पर्छ त यसले त अन्त चुर्ना पऱ्यो भने त रड्डी हुन्छ नि पर्दैन यसले अन्त यतिकै उसिन्दा हुन्छ हाम्रो छोरो चाहिँ उठिसकेको छ हो निन्द्रामै छ त अन्त उता चाहिँ छोरो औ उठेको अब उठेको दुध खान्छ होला अब तर मागेको छैन आमा छोरा आमा निन्द्रामै छ फेरि त गाइस भर्खर हाम्रो सबैजना चाहिँ भर्खर उठेको हो ती पनि भर्खर उठेको हो भर्खर उठेको बेबी पनि भर्खर उठ्यो टोयलेट गरे कि पिसाब गरेछ हौ चेन्ज गरिदिएको तपाईँ राम्ररी सुत्नुभयो कति 1 घन्टा तिमी चाहिँ कति घन्टा सुत्यो 4-5 घन्टा म चाहिँ गाइस तल थिएँ होइन तास खेलेको हेर्दै थियो तास त खेल्छु तर त्यो तास खेल्नु त्यस्तो आउँदैन नि त खेल्छु तर त्यो हल्का फुल्का तल चाहिँ तासहरू खेल्दै थियो होइन हेरिकन आएको म चाहिँ अन्त आज चिकन नलाउनु चिकन
अजी इन हाउस के भन्नु चाहन्छ अजी ओथ्रा को बस्यो